हेलो गुड मर्निङ सबैजनालाई। आज चाहिँ म छु गोर्खाको पसलाङ स्थित नामरुङ थानतिर, नामरुङ मन्दिरतिर। र यो 15 असारको दिनमा यो नामरुङ थान देवी मन्दिरमा दर्शनार्थीको भिड हुने कारण चाहिँ एउटा पुरानो मान्यता रहेछ। यो परापूर्वकालदेखि मान्यता अनुसार चाहिँ यो मन्दिरमा पूजापाठ 15 असारको दिन पूजापाठ गर्यो भने चाहिँ पशुपन्छी पाल्ने मान्छेहरूलाई निकै फलिफाप हुन्छ। यो मन्दिरमा पूजाआजा गर्यो भने रक्षा हुन्छ भन्ने मान्यता रहेछ। यहाँ दिदीले पुरा धुप निचार्दै गर्नुभएको छ त्यो मन्दिरमा धुप बाल्नलाई हैन। भिड छ आज 15 असारको दिन चाहिँ विशेष भिड हुँदो रहेछ यो मन्दिरमा। तलतिर भोछानालाई रमाइलो गर्दैछन्, बाजाको व्यवस्था पनि छ। आज पुजारीलाई चाहिँ कुखुरा काट्नलाई भ्याइ नभ्याइ भएको अवस्था छ है गाइस। पुरा भिड छ, काट्दै कोही भुत ल्याउन जाँदै गरिरहनु भएको छ हैन। हाम्रो टोलीहरू जम्मा 22 जना आएको, हामी दुईटा गाडीको चालक सहित 24 जना भयौँ। तल बाजा बजाउने, रमाइलो गर्ने, खाजासाजा खाने व्यवस्था सहित आउनु भएको रहेछ सबैजना हैन। मन्दिर परिसर यस्तो छ गाइस है। यो चाहिँ बलि दिने कक्ष रहेछ। अनि तल भिडियो गर्दै हुन्छ 2-3 जना केटी साथीहरू। पुजारी बस्नु नै भएको रहेछ, बसेर ट्याक्क काट्दै हुनुहुन्छ। एउटा अङ्कलले उताबाट पास गरिराख्नु भएको छ कुखुरा हैन। यता रमाइलो भइरहेको छ। खाजा बजाउने, नाच्ने, हाम्रो मदनजी पनि सँगै टमाट छोड्ने हुन्छ है गाइस। मजाले है उता तालमा बेताल नाच्ने मान्छे बस्दै हुनुहुन्छ। 15 असारको दिन त्यो नामरुङ थान देवी मन्दिरमा दर्शन गर्न छेडिक रमाइलो हुन्छ। पञ्चेबाजाको रमाइलो सँगसँगै विभिन्न युवा क्लबद्वारा देखाइएको चुड्का गीतमा नाच पनि हेर्न पाइन्छ गाइस है। उहाँहरू चाहिँ पछि आउनु, पछि लगभग हामी निस्किने टाइमतिर आउनु। तर चुड्का बहुत मजेदार छ है। दुईजना कलिला नानीहरू चुड्का नाच्नलाई आउनुभएको रहेछ। दाइहरूले चुड्का गाउँदै हुनुहुन्छ मन्दिर परिसरमा। एवं रीतले यो नामरुङ थान देवी मन्दिरमा पूजाआजा गरिसकेपछि भक्तजनबाट त्यहाँ सानो पिकनिकको व्यवस्था पनि गरिएको थियो। पिकनिक सिकनिक खाइयो। त्यसपछि लगभग 3-4 बजेतिर चुड्का, अनि त्यसपछि पञ्चेबाजासँगै नाच्नु कोही आमाहरू, कोही अङ्कलहरू। अनि त्यसपछि चाहिँ हामी फेरि आफ्नै पुरानै गन्तव्यतिर प्रस्थान गर्ने गाइजहरू है त। आज 15 असारको दिन